अरे राजदण्ड अरे मागेर अर्काको छोरी चाहिँ लगेपछि त देउदण्ड अरे बाबा हो फुल लु बेहुला अगाडि बढ्यो मायाको बिना सिधा बस न कुम्जोड्नु नजोडी त कसरी माया मोह बस्छ हो त हैन किशोर कसरी त्यो बोलेर दिउ न कसलाई दिएको के हो बेहुला र बुढौली दादा के दादा भान्जाको यो म पहिलो बुढौली है लाइफको पहिलो बुढौली भान्जाको पनि बुढौली नै हो लामो सास फेर भरे के प्रश्नहरू आउँछ अलिक छाती खुला पारेर दिने लामो सास तान ढुकढुकी नबढाऊ पानी चाहिन्छ भने मागौँ नभए यहाँ जे पनि हुनसक्छ नि फेरि यहाँ भरे रनिङ हान्नु कुदेर घर भाग्नु पर्ने हो कि यस्तोमा त रनिङ हानिदैन साललाई यस्तोमा चाहिँ रनिङ हान्दैन बा कुदाइ मचिने हो त्यतिकै अर्काको छोरी दिँदैन तपाईँ त आइराख्ने मान्छे के एउटा माइती एबा खाबाङे पाकमा डोट्ने चासुङे पाकमा डोट्ने मामा ओ बुढा देवा ओ बुढा जम्मे जीवा चाहिँ साकुहाङ पति पहाङ पछ्याउ छ बुढा जम्मे साप्तेन मेलङ ओ बुढा मोक्लु खाङमा खाङमा बान्लो ओडा एनमा आमात्र ओखोबिनी आना बागना एनु कि लेनु खाइसुनी आन मकासे खापछि चाहिँ हो पक्कार छ भन्ने ओको आन्डो हान्टु निकी बाबा ओडा आइ मगन ओको खाबा yang casum yang taya yang nirong yang han moko कृष्णको हातमा कृष्ण आफ्नो छासेटुमा अछुट्टा पाक्टुमा खाने गोपिनीले हात थाप्दैन कृष्णले दिन्छ रुमी पाउने सबै छुनै पनि तर उनका नुन दिसु एउटाले त मागेर अन्तखेरि बेहुला आउँछ अनि त्यहाँदेखि मात्रै बेहुली आउँछ अन्तखेरि उनीहरू यहाँ राखेर पुरै बातमा नायङ काला पुसङ काला बोली काला बच्चा काला मगे आठुङे मनायंगा खुखुरी खुर्पा गाउँ मेरो धुर्पा सक्तेन छ सक्तेन नायङ काला पुसङ काला छेतकु काडोट साबा काडोट बुङवा काला पाकुन काला खाङ मुमा डोक्टुम काहे माङ कि जङ छ मजङ मनायङ यने बा खाङ मुसुम कता बा आम्नु लालो कि बा डढन खारी ने क्या हो कसो नाक पनि मेरो भन्दा 4 गोबरको ठुलो अनुहार पनि 1 बस्नेको बेहुला रनिङमा छिटो बिस्तारै हिँडेर कुदेर तिम्रो तल माग भइसक्यो अब हो छिटो हिँड छिटो है त्यहाँ अलिक लामो सास फेर लामो सास फेर लामो सास तानेर हिँडौँ है खाटानुमे आम्नो माग छाराङ चाहिँ ओङ एउने छेतको काडोट साबा काडोट ओकोङा ओने बाबा ओको ढाका टोपी बोलिया त्यही कसा पाटुरो सक्छ पुन्धुरी अनि छिटो बस्नु अब ओगडी माछा यङ माछाङ गलो बस्नु न दाजु बस्नु कहाँ त्यत्रो भुँडी बोकेर बस्नु भएको त्यत्रो भुँडी बोकेर बस्नु न के होइन बुढौलीहरूलाई कहाँ यस्तोमा हुन्छ कहाँ बुढौलीहरूलाई कुर्सीमा राख्न हुन्छ
अनि खाना उको जिम्मा तपाईँ भतिजोहरू छ नि हातमा पुरै हात अघि पर भन्दै हामीहरू निम्ति छन् चाँडो छ फागुनमा अलि राम्रो बोलाउँदैछ जिम्माको लही माया तीर्था तपाईँ हाम्रो माया तीर्थीको पोकाजी है सोल्टिनी भनेर हातमा लगाइदिनु पर्यो थाप्छ थाप्दैन यताबाट दिनु सक्छ सक्दैन उताबाट थाप्छ थाप्दैन भनेर कुरो भइसक्यो हाम्रो अनि दाइले मेरो माया लगाएको आजको देखा होइन त म सबै सानो एकदमै थुप्सङ्मी तिलुङ्मी जम्मै तजुङ्मी माने फेन खोप नि त अंका जङ्ग झुटो होइन नि एकदम अनुसँग नि बेहुलीको आगमन भयो है बेहुला यतातिर नमस्ते नमस्ते किन शर्माउँदैछ है अब यो के हुन्छ भने हाम्रो बुढो चाहिँ कहाँ लाग्नुभयो अंश खोज्नु गएको कान्छा पनि अर्काको चाहिँ खराबिलो अनका बेहुली आइसक्नुभयो आज गयो कता कता देखाएको जस्तो कुरो छ म पनि मान्छे लोप्लोपेर मान्छे कि जता तता गाउँछु छु मनसाप्रो जस्तै आँखा त अब देनी भने थुमसँग ल्याउँछु दिनु ल्याउँछु आफ्नो छ बा बहिनी डरले पो कामेको सर तपाईँलाई चाहिँ कस्तो छातीमा ढ्याम्रो ठोक्दो थियो बोल्नु पर्यो है जेठा कहाँ बा चिन्जान छैन के कसो देखेको हो कि होइन देखेको हो अनि बहिनी जति मुख छोपेर होइन बहिनी अब एउटा कुरो अब तपाईँहरू पनि भेला देखादेख भएर फेसबुकमा मात्रै होइन जिउ पनि भेला भएर बोल्नु भएको रहेछ हाँस्नु भएको रहेछ माइतीहरूको सामान्य आमाहरूको सामान्य बहिनीहरूको सामान्य देवाहरूको तुमाहरूको सामान्यमा तपाईँले पनि भन्नु पर्यो तपाईँहरू अब के भने अब राजी खुसी नै भएर तपाईँले बोलाउनु भएको हो नि हामीलाई भन्नु सक्नु पर्यो राजी हो भने कोही व्यक्ति बसेर बहिनीले भने जस्तो कोही व्यक्ति बसेर त्यो केटा राम्रो छ त्यो केटासँग तँ जा भनेको छ कि होइन राजी हो भने राजी भन्नु पर्यो राजी भन्नु पर्यो हामीलाई दोष नलागोस् दुई पक्षलाई भोलि गएर मलाई मन थिएन भने कसकोबाट नहोस् यताबाट नहोस् यो पछि गएर तपाईँहरूको पनि हामी जस्तै के भने बिहा गरेर छोराछोरी भइसकेपछि त तपाईँहरूको पनि पाला त्यस्तै छोराछोरीलाई केर्नै पर्छ छोरीलाई भए पनि छोरालाई पनि केर्छ नै र नडराउनु नडराइ बोल्नु दिवा सोध्ने कुरा चाहिँ मिलाएर अब अहिले चाहिँ म पनि बिना बहिनीलाई बहिनी नै भन्नु पर्यो होइन अब साइनो फेरौँला बिना बहिनी के तपाईँहरू राजी खुसी नै हो नि बिहा गर्नु लाग्नु भएको कृष्ण भाइले दबाब दिएर त होइन नि सेकेन्डमा मसँग उता पनि अघि पनि चाहिँ बुढौली मात्रै हो अब यताबाट झटारो त दिनै पर्ने हो दिनुपर्ने चाहिँ खासमा मलाई यदि सचिवले पनि गाह्रै पर्छ कि अब मलाई चाहिँ ठुलो त्यो भार चाहिँ त्यसरी पर्यो होइन
चिनजानको एउटा त्यो माध्यम हाम्रोतिर बहिनी आएर भने म यहाँ आएर त्यो हिसाबले मलाई अलिकति त्यो तपाईँलाई ठानिदिनु भएको होला त्यसरी त्यस्तो चाहिँ होइन तर के हो भने एउटा माध्यम चिनिने मेरोमा आएर भने त्यो बहिनी कहाँको के हो त्यो चिन्ने माध्यम चाहिँ मबाट भएको हो होइन अब बाँकी कसैलाई फोर्स गरेर भन्ने चिज चाहिँ मबाट त्यो छैन म अहिले पनि उहाँबाट पनि तपाईँबाट फोर्स आएको भनेर भन्नुभएको छैन यता पनि त छ भनेको छैन नि त्यस्तो तपाईँ हामीले हो कि होइन तपाईँहरूले मबाट त्यतिसम्मको छैन त्यो एक आपसमा चिन्ने माध्यम चाहिँ हो हामी होइन म यसरी यता आएर हुन्थेँ पर बहिनी आएर हुन्थ्यो एक किसिमले त्यो हो अनि बिनाले पनि बोल्दा हुन्छ त के कसो हो के यो त हामीलाई पो भार परिसक्यो बिनाले भन्नु पर्यो नि त बोल्नु पर्यो नडराइकिन बोल्नु के होइन राजी हो भने चाहिँ अब हो त नि आज चाहिँ बिना बहिनी अब तपाईँलाई हामी माग्न आएको राजी हो भने चाहिँ के कसो हो राजी हो भने त्यो कसरी छुट्नु जस्तो आयो त्यस्तै दिन दिने हो बिराजी हो भने बहिनीले भनिसक्नुभयो माइतीले यो कसैले नै लिँदैन र गाडीमा लगाएर फर्काएको लाग्छ होइन बिराजी भने त हामीले कसरी दिनु सक्दैनौँ नि त उहाँ राजी हो भने मात्रै त भने दिन्छ के छ यो विधि विधान राजी हो भने राजी भन्नु पर्यो हैन अब अनि गर्नुपर्ने होला फुल दिन्छ त्यहाँदेखि तपाईँ मायाको फुल दिन्छ फुल अलि छाती फुलाएर बोल्नु नसुनेन है फुल सुन्ने गरी भन्नुपर्ने भयो अब हैन हामीसँग माइक्रोफोन छैन घरमा सानो छोरो यहाँ बाजे बोलाइन यत्रो राउडी बाजे छ राजीले हो के भने बहिनी एउटा कायमा चाहिँ लाग्यो अब हामीलाई त तपाईँलाई जस्तो आउँदैन हामी त कहिले यस्तो कुरा परेको छैन देखेको पनि छैन खास हामी त त्यो मन नलागेको कुरा मात्रै हामीले समीक्षा गरेको तपाईँ जस्तो बोल्ने व्यक्ति भेट्दाखेरि मलाई पनि एकदम चन्द्रसूर्यको ज्योति पाए जस्तो लाग्यो र त्यसले गर्दाखेरि के दाजुले बोल्नु परिरहेको छ नि अब आमाहरू सक्नुहुन्न छोड्नुको लागि त त्यसले गर्दाखेरि तपाईँले सोधिदिनुभयो तपाईँले केही कुरो राखिदिनु भयो उहाँले पनि अलिकति अचार दिनुभयो यस्तो होइन उहाँलाई चाहिँ अब त्यस्तो नराम्रो चाहिँ भनेको कि दाजु साथी यस्तो किनभने उहाँ चाहिँ पहिला चिन्जान थियो नि त दाजुसँग चाहिँ अब तपाईँको माध्यमबाट अलिक फोर्स भएर पो हो कि भन्ने मात्रै हो तर होइन भनिसकेको चाहिँ चित्त चाहिँ नदुखाउने दाजु होइन चित्त दुखाउने ठाउँै छैन म त्यसो चित्त दुखाउने भइ आउने पनि थिइनँ होइन हो ठिक छ त हामीलाई आत्मैदेखि सोचेरै नै होला म राजीले नै बोलाकै हो भनेर हुन्छ पसौँ न यहाँसम्म भित्र बाहिर हुँदैन पसौँ न पसौँ भित्र बाहिर हुँदैन के पसौँ न पसौँ यहाँसँग पस न भनेको भित्र बाहिर हुँदैन नि त बिना के राजी खुसी हो कि होइन भने यो फुलबाट पनि होइन राजी भने लिनु बिराजी भने चाहिँ ज्योति मगरले भने जस्तो गर्नु पर्यो हो त नि म सही छु बिराजी भने म लिँदैन गर्दै गर्दिन नि हुन्छ यो फुल पहिला दिनु अनि त्यो अहिले दिनु नि पहिला त फुलै भने चाहिँ एक्सन गर्यो भने हो फुल राजी खुसी हो कि होइन लु बेहुला अगाडि बढ्यो बेहुला अगाडि बढ्यो मायाको राजी रहेछ है यता हेरेर गर्नु पर्यो नि अलिकति ल ताली हाम्रो चेलीले पनि बोलेर है होइन किशोर कसरी त्यो बोलेर दिउ न कसलाई दिएको के हो ठिक छ
के भने नि यो लामो सास फेर नि बस जमानामा हाम्रो पालामा हो भने के भने मायाको चिरो भनेको केटाकेटी भेला भएर बोलिसकेपछि पहिला दिनेछ अनि मैले खाइसके त पेलाएँ लाँदा पनि सबै माइतीको सामान खाली हात जानु नपर्ने भयो लु बाबा हामी मुक्तुले चल्दा त्यहाँ मलाई के आफूले खाऊ गयो भने लु है अब चाहिँ यहाँ